सम्पूर्ण मास्टर्स अनि नयाँ जिज्ञासु मित्रहरूलाई म प्रताप ढुङ्गानाको तर्फबाट आत्मबन्धन टक्र्याउँदछु। आज चाहिँ म तपाईहरूलाई मैले 3 महिनाको अवधिमा गुडाकेसा गरेर भोगेका अनुभवहरू र ममा देखिएका आमूल परिवर्तनहरूको बारेमा सुनाउन गइरहेको छु। सर्वप्रथम त मलाई पहिला सुरुमा ध्यानको बारेमा त्यति धेरै ज्ञान थिएन। अनायासै मास्टर श्री मिन विष्टज्यूसँगको भेटमा मैले ध्यानको बारेमा धेरै जानकारी पाएँ र उहाँले मलाई आनापानसती ध्यान गर्न प्रेरित गर्नुभयो र मैले 41औं दिनको आनापानसती ध्यानको कोर्स पनि पुरा गरेँ र दोस्रो चरणमा मैले गुडाकेश ध्यान गर्न तयार भएँ र आजभोलि 3 महिना पुगिसकेको छ मैले गुडाकेसा गर्न थालेको र धेरै परिवर्तनहरू ममा देखिसकेका छन् जुन मैले स्वयं अनुभव गरेको छु, स्वयं भोगेको छु। सबैभन्दा पहिला त मेरो मन पहिले एकदमै अस्थिर हुन्थ्यो, चञ्चल हुन्थ्यो, पढाइमा मन लाग्थेन, स्मरण शक्ति पनि एकदमै घटिरहेको थियो। जबदेखि मैले आनापानसती गरेँ, त्यसै गरी गुडाकेश गरेँ, तब ममा स्मरण शक्ति पनि बढ्दै गयो, एकाग्रता पनि बढ्दै गयो र ती पहिलेका प्रश्नहरू आफै हराउन थाले, भित्रैबाट मनोबल बढ्न थाल्यो, एक उत्साह बढ्न थाल्यो। हरेक दिन पढाइमा मन लाग्न थाल्यो। निन्द्रा पनि मलाई लाग्थेन, निन्द्रा मेरो ध्यानमै रूपान्तरित भइहाल्थ्यो। किन भन्दा गुडाकेशर ध्यान नै वास्तवमा निन्द्रालाई जित्नु हो, निन्द्रालाई ध्यानमा परिवर्तन गर्नु हो। हामीले गुडाकेश ध्यान गर्दाखेरि सर्वप्रथम शान्त ठाउँमा कुर्सीमा बसेर गर्नुपर्दछ। यसको नियम भन्नुपर्दा हामीले बिस्तारामा कहिले सुत्नु हुँदैन। दिउँसो पनि हामीले कुर्सीमा नै बस्नुपर्ने हुन्छ, कुर्सीमा नै आराम गर्नुपर्ने हुन्छ र कुर्सीमै बसेर ध्यान गर्नुपर्ने हुन्छ। गुडाकेश ध्यान गर्दाखेरि मलाई एउटा के कुराको ज्ञात भयो भने हामी जुन बाहिर शक्ति खोज्छौँ, बाहिरी जगतमा शक्तिहरू खोज्छौँ, वास्तवमा हामी भित्र नै शक्ति हुँदो रहेछ भन्ने कुरा मैले प्रष्ट रूपमा बुझेँ। र ध्यान गर्दाखेरि वास्तवमै हाम्रा विभिन्न प्रश्नहरूका उत्तर भेटिँदा रहेछन्। हाम्रो भित्री आवाजले नै हामीलाई ज्ञान दिँदो रहेछ, श्वास नै हाम्रो गुरु रहेछ भन्ने पनि मैले सिकेँ। यो सम्पूर्ण अनुभव, सम्पूर्ण परिवर्तन म आफूमा मात्र सीमित राख्न चाहँदैन। तसर्थ म के भन्न चाहँदछु भने तपाईँ जति पनि जिज्ञासु वर्ग हुनुहुन्छ, जसले पनि यो भिडियो हेर्दै हुनुहुन्छ, तपाईँ पनि आजैबाट तयार हुनुहोस्। गुडाकेश ध्यान गर्नको लागि तयार हुनुहोस्। साधना भनेको आफूलाई कष्ट दिनु होइन, यो त आफूलाई जगाउनु हो। यो पनि मैले श्वासबाटै सिकेको, मेरो भित्री श्वासले, मेरो गुरुले नै मलाई सिकायो। त्यसै गरी तपाईँ सम्पूर्ण मेरो उमेर वर्गका, म पनि अहिले कक्षा 12 मा अध्ययनरत छात्र हुँ। तपाईहरू पनि अध्ययन गर्दै हुनुहुन्छ होला, प्रतिस्पर्धाका परीक्षाहरूको तयारी गर्दै हुनुहुन्छ होला र जति पनि उमेर वर्गका हुनुहुन्छ, सम्पूर्ण मानिसहरूलाई म झकझगाउन चाहन्छु कि तपाईँ पनि ध्यान गर्न थाल्नुहोस् र आफ्नो जीवनमा एक आमूल परिवर्तन ल्याउनुहोस् र जीवनलाई एक नयाँ आयाममा रूपान्तरित गर्नुहोस्, जसले तपाईँको जीवन सुन्दर हुन थाल्छ, तपाईँको जीवन बगैँचा जस्तै हुन थाल्छ, सुन्दर बगैँचा, सुन्दर फुलबारी हुन थाल्छ। त्यसै गरी म यो अध्यात्मको यात्रा, ध्यानको यात्रा
यही मात्र सीमित राख्न चाहँदैन, म अन्य साथीहरूलाई, अन्य व्यक्तिहरूलाई पनि यसको अनुभव बाँड्दै जानेछु, यसको ज्ञान सिकाउँदै जानेछु र आफू पनि यसलाई निरन्तर रूपमा आगामी जीवनसम्म पुर्याउने छु। हस्त धन्यवाद। आत्ममन्थन सम्पूर्ण मास्टर्सहरूलाई जय नेपाल।